प्र्याक्टिकल भ्यायो सबै एकै दिनमा भ्याइन्छ यार जतिवटा भए पनि यार इङ्ग्लिसको 4वटा प्रोजेक्ट गरे हामी त यार एकै दिनमा भ्याउँथ्यौँ यार जुम्लाएर एक दिन पुरै 3 दिन भने त भ्याइन्छ यार एउटा सब्जेक्टको 4वटा क्वेसन के बल्ल 4वटा के पोजीको 10 जना सोध्ने 20 जना सोध्ने भन्थे बनाएको जम्मा 4वटा हुन्छ नोट गर्न पर्यो अवसरसँग मात्र बाँकी किन भनेर भ्याउनु पऱ्यो नि टाइममा अब त इक्जाम आउनु लाग्यो कहाँ प्रोजेक्ट गर्दै बस्ने हो र अब भोलि लास्ट त स्कुल त्यही त नि यो झापझुप भएर आनन्द भएर अनि त्यसपछि पढ्ने बिहान बिहान किताब छोप्दै बस्ने हो भने बिहानै उठ्ने आफ्नो काम सक्ने त्यसपछि किताब छोप्ने त्यसपछि त मैले इङ्ग्लिसको यस्तो नोट मेजर गर्छु नि के गर्छु युट्युब हेरेपछि रिल हेर्न मन लाग्छ एकटाको यहाँ गरे त्यही हेर्दै बस्ने लोत पर्छ हेर्दा लोत पर्छ त्यसो चाहिँ सुत्छु यार सुतेर उठ्छु पढ्ने भने इङ्ग्लिस पास इङ्ग्लिसमा बेस छैन त्यही भएर गाह्रो हुन्छ क्या 10,000 दिन्छु त पास हुँदैन के गर्छ इङ्ग्लिस त जस्तो लेख्यो नि पास हुने हो क्या ह्यान्डराइटिङ राम्रो हुनु पऱ्यो मेन एउटा अगरबत्ती बाल्ने अनि बल्ल म त्यो लिक्विड बाल्ने सुरुमा म भएका मच्छर मर्छ नि त्यसले यो पानी लिएर आऊ पानी भरेर यस्तो रुममा गर्मी चाहिँ उता भेना जुकम राखिदिनु एउटा बोतल आज खिन्टी झुल छ खिन्टी झुल छ कि नै तिम्रोमा त्यस्तो सक्दिनौ
अझै एउटा छ भाइ यता हो त यस्तो लिक्विड अझै एउटा खोज त दुईवटा एउटा एउटा कोइल बाल्ने मच्छर भएको मच्छर मर्छ अनि त्यसपछि लिक्विड बाल्ने त्यो हामीले त त्यही त गर्छौँ हाम्रोमा लाग्छ लाग्छ नि कहाँ लाग्छ यार किचनतिर झन् लाग्छ किन थाहा छैन